खेल सुरु हुनुभन्दा अगाडि सबैको रियाक्सन कस्तो थियो? अर्जेन्टिनाले मजाले जित्छ। तर खेल सुरु भइसकेपछि क्याबो भर्डेले पनि आफ्नो प्रिपरेसन देखायो। ओ माई गॉड, व्हाट अ गेम। पहिला अर्जेन्टिनाले लिड लग्यो, त्यसपछि फेरि क्याबो भर्डेले गोल फर्कायो, फेरि अर्जेन्टिनाले लिड लग्यो, फेरि क्याबो भर्डेले गोल फर्कायो अनि फाइनल्ली एक्स्ट्रा टाइममा सेकेन्ड हाफमा विनिङ गोल आयो। ओ माई गॉड, एकछिन त अर्जेन्टिनी फ्यान्सहरूको मुटु ढुकढुकी भयो। यसमा तारिफ गर्नुपर्छ क्याबो भर्डेको गोलकिपर भोजिनाको। वाट अ प्लेयर भन्छु म। यो गेम तपाईँहरूले छुट्याउनु भएको छ भने हाइलाइट हेर्दा पनि मजा आउनेवाला छ। वाट अ गेम। र यस्तो गेम हामीले बारम्बार देखिरहेको छौँ र यो गेम पनि वान अफ द बेस्ट म्याच भयो राउन्ड अफ 32 को। हजुरहरूलाई आजको गेम कस्तो लाग्यो? लियोनल मेस्सीको गोल कस्तो लाग्यो? अनि अर्को गेम लियोनल मेस्सीको टिम अर्जेन्टिनाले खेल्दैछ इजिप्टसँग र के अर्जेन्टिनाले इजिप्टसँग राउन्ड अफ 16 मा जित्न सक्ला त? हजुरहरूलाई के लाग्छ? कमेन्ट गर्नु होला।